दुईपट्टि हेर न दुईपट्टि देख्छ नि सानोले यो हामी हिँड हो पहिले पहिले बस्ने होटल यहीँतिर हो अहिले गाउँै सुक्यो ल अब लेते जाँदैछ लेते हुँदै जोमसम मार्फा लार्जुङ खबाङ होइन ल लार्जुङ अनि के भन्छ ज्याकेट लाउनु थाल्यो आमासँग आएर हेर न बसेँ आमासँग बसेँ हेर न ल हेर हिमाल ल ल हेर्न हिमाल ल फोटो खिच निलगिरी अब देख्दै आउँछ ल दौलागिरी अन्नपूर्ण ल हो त्यही हो ल हेर कति नजिक छ हिमाल यसको हाइट कति रे बाबा 8000 कति धोबलागिरीको 8173 निलगिरी त कति 7000 समथिङ कति छ होता नि होता नि अहिलेको ठुलो गाडी यहीबाट गयो त त्यताबाट गयो यहीबाट गयो त ठुलो गाडी पनि त्यत्रो गाडी नि लएछ है गयो यस्तो बाटो ढुङ्गै ढुङ्गा छ त नि यहाँ त हेर त बाबै ढुङ्गै ढुङ्गा ढुङ्गै ढुङ्गा ल हिमाल हेर ल नजिकै धोबलागिरी रिजन हो त नि हेलो डाँडा काटेर हिमाल डाँडा काटेर जानु खास बाबु नि हिँड्नु सास के बोक्ने बोक्ने ल ल धोबलागिरी देख्यौ ल देख्यौ धोबलागिरी निलगिरी धोबलागिरी खेल्नु त हिउँ खेल्न पर्छ अहिले कोबाङ पुगेपछि उहीँ देख्छ उहीँ नजिकै माथिबाट यसो हेरेपछि उहीँ देखिन्छ बक्सी खोला तरेसी हामी त्यसको फेरि झरेर कुदो झरेर आज यसो आज लोमनथङ जामला हैन लोमनथङ गएर भोलि चाहिँ मुक्तिनगर आउँला है आज लोमनथङ जाने पहिले हैन आज भोलि संक्रान्ति दिन बिहान नआउने भने संक्रान्ति आज होला नि भोलि एक गते चाहिँ उसमा मुक्तिनगर आउन हुँदैन अबेला हुन्छ नि त हुँदैन 3-4 घण्टा 4-5 घण्टा लाग्छ पहिला माथि जाम अनि तिमीले एक गते चाहिँ मुक्तिनगर के मैले भने बुढाहरूलाई हाई लाग्नु सक्छ पहिले उँधो जोमसोम जाम त्यहाँबाट माथि 600 मिटर बढी पर्छ क्या लोमनथङ बुढाहरू बच्चाहरू छ नि त एक दिन जोमसोमको हावापानी खान्छ त्यहाँबाट मुक्तिनाथ मुक्तिनाथ सेमै हो कि माथि जाम होइन अनि फर्केर बोले आम के बोले त्यो त्यही त अब जानै पर्छ होइन कि त जानु भएन मैले होटल बुक गरिराखेको छु के फरक पर्दैन भोलि आउँछ हामी हिमालबाट 5 स्टार जिले गर्नु
बाटो त अब 2-4 वर्ष जस्तो भयो बनाउँदैन है आफूले व्यापारको लागि बनाउँछ क्या यहाँ त कतैतिर इरु हाल्ने ठाउँ छैन केवल त्यसमा चाहिँ पाथी भएरमा चाहिँ केवल पनि हाल्नुपर्छ यहाँ हाल्यो भने कति पाहाडमा जान सक्छ नि त यहीँ छुन खोइ अस्ति कति सफा यहाँ चढ्न सक्दैन होला नि बुढा चढ्दैन नि यो उता हो कहाँ भन्ने चढ्दा है चढेर जानु सगरमाथा है चढ्ने सहरमा त यो नि चढ्छ धोप्लागिरी पनि तर धेरै वर्ष बन्द गरे जान नसक्यो यस्तो परेको पनि यहीँ परे है यही हुने डाँडामा जाने टाकुमा होइन के अरे त्यो सुलीकोटको डाँडा हो त्यतामा छपक्कै हुन्छ धार्चेको डाँडा हिमालय यही हो हिमालय यो हिमाल सहर धोप्लागिरी हिमाल हो 5औं ठुलो 6औं ठुलो हिमाल पैसा डलर खर्च चिसोमा आएर धोप्लागिरी चिसो थियो त्यो क्लबमा भिजा आयो कि त्यसकै फेरिबाट जानुपर्छ है अब लेते आइपुगेका यतापट्टि अन्नपूर्ण पर्छ है यतापट्टि यो हिमाल निकालेर एउटा फोटो खिच्न पाएन त्यो माथि डाँडामा उहाँ उता सिउ होटेलनिर बसेर कागबेनी किन्न पुग्ने कागबेनी मुख सुख धोएर नुहाएर अनि भोलि यस्तो अरे मम्मी यो म किन थाहा त कि 1 फेर हो अरे कि 2 फेर हो कि 3 फेर हो एक्लै आउनु रुखै त्यस्तै हो बाबा 18 बस्यो भने कस्तो हिमाल देख्न पाइन्छ अब 2-3 दिन बाबा 18 बस्छ दादा ठुलो भएर यो अब यतापट्टि अन्नपूर्ण यता 8-9 वर्षको हात हिजो त भएर ल्याएको हामीलाई त पनि लाग्यो रिहाटो लाग्नु पो अलिक सक्यो अब अलि एकछिन मात्रै रुख बिरुवा देख्यो किन त डाँडा रुख बिरुवा देख्यो अनि हिमाल यस्तो डाँडाहरू कालो ढुङ्गा र माटो मात्रै भएको टाढा टाढा भएको यस्तो हो छेउछेउ यस्तो भुइँमा थ्याचेक बसेको बानी परिसक्यो हामी बसेर काम गरिहाल्छ नि है यो लेते बाबा
हिमालहरूलाई उ गरेर बारेर राख्छ र राख्दै कहाँ बाँध हिमाललाई बारेर राख्छ के को बारेर राख तलतिर बार्दैन त्यो बार्न पर्छ त हिमाललाई मान्छेहरू जोमसुम 26 किलोमिटर एकैछिन तातो पानी बोल्ने छुन्याउने रहेछ नि हामीले है त्यो सोलरको हो कि गिजर हो ल फोटो खिच्दिमा हिमालको फोटो खिच्दै जानु अब सबैजना जाने तपाईँ ऊ त्यो माथि सिउ भन्ने होटेल छ है हामी हिँड्दै हिँड्दै फोटो खिच्दै आउँछौँ त्यहाँ है तपाईँ अलिक माथि गएर बस्नुहोस् चेकपोस्ट गएर अब यहाँ झरेर फोटो खिच्छ चेकपोस्ट ल यही ल फोटो खिच्ने ठाउँ हो यो कालो पानी बजार तपाईँ हेर 2-3 मिनट अगाडि जानु